सम्पूर्णमा नमस्ते। जो सेयर मार्केटमा नयाँ हुनुहुन्छ, आइपिओ भर्नुभएको छैन, उहाँहरूको लागि यो भिडियो रहेको छ। आइपिओ एप्लाई कसरी गर्ने सम्बन्धी। सबभन्दा पहिला मेरो सेयरमा गएर यसरी लगइन भइसकेपछि यता 3 डटमा क्लिक गर्ने। यहाँ चाहिँ ड्यासबोर्ड, माई डिटेल, माई सेयर, माई ट्रान्ज्याक्सन हिस्ट्री लगायतका धेरै आइकनहरू रहेको छ। त्यसमा पनि यो अन्तिमबाट तेस्रो माई आस्पामा क्लिक गर्ने। त्यसपछि एप्लाई फर इस्युमा चाहिँ अहिले एप्लाई गर्न मिल्ने सेयरहरू आएको हुन्छ। यहाँनिर चाहिँ हेर्नुहोस् त दुईवटा छ, एउटा रिलायन्स स्पिनिङ मिल र यसको आइपिओको पछाडि हेर्नुहोस् त अर्डिनरी सेयर भनेको छ। भने त्यस्तै गरी अर्को सिटिजन्स समुन्नत योजना भनेको छ। आइपिओको पछाडि चाहिँ क्लोज इन्डेड म्युचुअल फन्ड भनेर लेखेको छ। यो चाहिँ कुन क्याटेगोरीको आइपिओ हो भनेर चाहिँ यो खुलाउँछ। यसले चाहिँ यो चाहिँ बुझ्न पर्ने हुन्छ। हामीले चाहिँ सधैँ अर्डिनरी सेयर मात्रै भर्ने है। अब रिलायन्स स्पिनिङ मिलमा मैले एप्लाईमा क्लिक गरेँ। यहाँ हेर्न सक्नुहुन्छ ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ। इस्यु म्यानेजर चाहिँ यो कहिलेदेखि कहिलेसम्म खुल्छ भनेर नि यही छ। 12 महिना 22 तारिकदेखि 26 तारिकसम्म छ। बेलुका 5 बजेसम्म। नम्बर अफ सेयर भनेको यहीँ लेखेको छ 9,24,768 रुपियाँ र प्राइस पर सेयर एक किताको चाहिँ 820.80 रहेको छ। मिनिमम हामीले 50 किता एप्लाई गर्नुपर्छ है। म्याक्सिमम चाहिँ 20,000सम्म भनेको छ। त्यसै गरी डिभिजिबल क्वान्टिटी भनेको 10 भने चाहिँ 10ले भाग लाग्ने गरी चाहिँ भर्न सकिन्छ। अब यहाँ डाउनलोड प्रोस्पेक्टस भन्ने छ। यसमा चाहिँ तपाईँहरूले डाउनलोड गरेर हेर्नुभयो भने चाहिँ यसमा चाहिँ कम्पनीको वित्तीय विवरणहरू सबै हेर्न सकिन्छ है। यसरी डाउनलोड हुँदैछ। म तपाईँहरूलाई ओपन गरेर पनि देखाउँछु। यसरी चाहिँ यो रिलायन्स स्पिनिङ मिलको बारेमा सबै लेखेको डिटेलमा लेखेको हुन्छ। यहाँ सञ्चालकहरू को हुन्छन्, प्रत्येक वर्ष कति नाफा कमाइरहेको छ, यसले ट्रान्सफर एक्सपोर्ट के गर्छ, व्यापार के कस्तो छ भनेर चाहिँ यहाँ यसरी हेर्न सकिन्छ है त। यो पनि यसरी पढ्नु होला। अब मैले यहाँनिर बैंक चुज गर्नुपर्ने हुन्छ। बैंक मेरो चुज गरेँ। त्यसपछि यहाँनिर खाता नम्बर यसरी चुज गरिसकेपछि अब यहाँ एप्लाइड किता कति किता एप्लाई गर्ने भन्दा 50 है। यो चाहिँ 50 किताभन्दा तल एप्लाई गर्न मिल्दैन। 50 किता यहाँ टाइप गर्दा बित्तिकै अटोमेटिक 41,040 रुपियाँ भनेर आयो। अब यहाँ सिआरएन नम्बर बैंकले प्रोभाइड गरेको हुन्छ। त्यो यहाँनिर सिआरएन नम्बर राख्ने र यहाँनिर क्लिक गर्ने है। अब यहाँ प्रोसिडमा जाने र डिपी होल्डरहरूले चाहिँ तपाईँहरूलाई 4 अङ्कको एउटा ट्रान्ज्याक्सन पिन दिएको हुन्छ। त्यो चाहिँ यहाँनिर टाइप गर्ने है त। यति गरेर एप्लाई गरिसकेपछि यसरी सेयर ह्याज बिन एप्लाइड सक्सेसफुल्ली भनेर देखाउँछ। यति गरिसकेपछि चाहिँ तपाईँहरूले यहाँनिर यो एप्लाई फर इस्यु, करेन्ट इस्यु र एप्लिकेसन रिपोर्ट छ। त्यो एप्लिकेसन रिपोर्टमा गएर तपाईँहरूले चेक गर्न सक्नुहुन्छ। यहाँनिर रिपोर्ट रहेको छ है। त्यो 1 नम्बरमै छ आयो अहिले रिलायन्स स्पिनिङ मिल्स। यसमा चाहिँ अब तपाईँहरूले रिपोर्टमा क्लिक गरेर चेक गर्न सक्नुहुन्छ है। अनि तपाईँहरूले एकदम याद गर्नुपर्ने भनेको यहाँ स्टाटस भन्ने हुन्छ। अहिले यो अनभेरिफाइड छ। बैंकले नहेरेसम्म चाहिँ यो अनभेरिफाइड हुन्छ। जब बैंकले पैसा हाम्रोमा छ भनेदेखि लक गरेर राखिदिन्छ, भेरिफाइड हुन्छ र पैसा खातामा छैन भने चाहिँ रिजेक्ट भएर आउँछ है त। त्यसपछि आइपिओ बाँडफाँडपछि पनि यहीँनिर नै स्टाटस हेर्नुपर्ने हुन्छ। तपाईँलाई पर्यो कि परेन। पर्यो भनेदेखि एलोटेड क्वान्टिटी 50 भनेर आउँछ। परेन भने नट एलोटेड भनेर आउँछ है त। हवस् त, धन्यवाद। भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नुहोला।